सम्पूर्णलाई फेरि पनि नमस्ते। म मनिष थापा हजुरमाझ फेरि पनि उपस्थित भएको छु अर्को भिडियो लिएर। यो भिडियो सुरु गर्नुभन्दा अगाडि तपाईहरुलाई मैले के जानकारी गराउन चाहन्छु भने यदि तपाईहरुले पहिलाको भिडियो हेर्नु भएको छ भने त्यो भिडियोमा मैले भनेको थिएँ जर्सी गिभअवे गर्ने भनेर। त्यो चान्स भने तपाईहरुको अझै रहेको छ किनभने यो भिडियोमा हामीले आज एनालाइज र प्रेडिक्सन गर्ने छैनौं। आज हामी कुरा गर्ने छौं नेपालको गेमको बारे, नेपाल को-कोसँग खेल्दैछ, कुन ग्राउन्डमा खेल्दैछ, कति बेला खेल्दैछ, कस्तो टिमहरुसँग खेल्दैछ भनेर त्यो बारे हामी आज कुरा गर्ने छौं। यो जर्सी जित्नको लागि पनि तपाईहरुलाई केही क्राइटेरियाहरु रहेको छ। त्यो क्राइटेरिया भने तपाईहरुले फलो अप गर्नुपर्ने हुनेछ। त्यो भने मैले अर्को भिडियोमा बताउने छु हजुरहरुलाई पक्कै पनि। र अब चाहिँ भिडियोलाई अगाडि बढौं। नेपालले 2026 वर्ल्ड कपको आफ्नो पहिलो गेम खेल्दैछ। अहिले सम्मको तेस्रो स्थानमा रहेको इंग्ल्यान्डसँग। गेम भने हुने गइरहेको छ वानखेडे स्टेडियम यानी कि मुम्बईमा र गेम स्टार्ट हुन गइरहेको छ नेपाली टाइम अनुसार 3:15 मा। इंग्ल्यान्डले यो सिजन भरि आफ्नो 48 वटा गेम खेलिसकेको छ भने नेपालले 42 वटा गेम खेलेको छ। इंग्ल्यान्ड भन्दा 6 गेम कम खेलेको छ नेपालले यो सिजन भरि। यो दुईटा टिमको एनालाइसिस र प्रेडिक्सन भने हामी अर्को भिडियोमा गर्ने छौं। यो गेम हुन गइरहेको छ फेब्रुअरी 8 मा। तपाईहरुलाई जानकारी गरौं नेपाल अहिले सम्म भने टी20 र्याङ्किङको 16औं स्थानमा रहेको छ। र यसैगरी नेपालले यो वर्ल्ड कपको आफ्नो दोस्रो गेम खेल्दैछ 27औं स्थानमा रहेको इटालीसँग। इटाली भने यो सिजनमा जम्मा 18 गेम खेलेको छ भने नेपाल चाहिँ 24 गेम धेरै खेलेको छ इटाली भन्दा। र यो गेम पनि हुन गइरहेको छ मुम्बईको वानखेडे स्टेडियममा। यो गेम पनि स्टार्ट हुन गइरहेको छ नेपाली टाइम अनुसार 3:15 मा र यो गेम हुनेछ फेब्रुअरी 12 मा। र 15 तारिक नेपालले आफ्नो तेस्रो गेम खेल्दैछ 7औं स्थानमा रहेको वेस्ट इन्डिजसँग। वेस्ट इन्डिज पनि एकदमै बलियो टिम रहेको छ। पछिल्लो समय त नेपालले सिरिज नै जितेको थियो युएई मा। लक्कीली मैले चाहिँ त्यो गेम हेर्न पाएको थिएँ वेस्ट इन्डिजसँग। त्यो खालको गेम भने हामी फेरि हेर्न चाहन्छौं। र यो पनि प्रेडिक्सन र एनालाइज हामी अर्को भिडियोमा गर्नेछौं। त्योभन्दा अगाडि चाहिँ यिनीहरुको प्रिभ्यू हेरौं। वेस्ट इन्डिज 7औं स्थानमा रहेको छ अनि तपाईहरुलाई भनिसके मैले नेपाल 16औं स्थानमा रहेको छ। यो सिजन त वेस्ट इन्डिजले 67 वटा गेम खेलेको छ र नेपालले 42 वटा गेम खेलेको छ। वेस्ट इन्डिज 25 गेम धेरै खेलेको छ नेपाल भन्दा। सो एक्सपिरियन्स अनुसार त वेस्ट इन्डिज एकदमै धेरै एक्सपिरियन्स लिइसक्यो यो सिजनमा। र यो गेम पनि हुन गइरहेको छ वानखेडे स्टेडियममा 15 फेब्रुअरी तपाईहरुलाई भनिसके मैले। र यो गेम भने स्टार्ट हुन गइरहेको छ नेपाली टाइम अनुसार 11:15 मा। जाँदा जाँदै तपाईहरुलाई जर्सी जित्ने मौका चाहिँ अझै रहेको जानकारी गराउन चाहन्छु फेरि पनि। किनभने यहाँ प्रेडिक्सन गर्नु पर्दैन तपाईहरुले प्रेडिक्सन गर्ने अर्को भिडियोमा हो। त्यो भिडियो तपाईहरुमा छिटो पुग्नको लागि तपाईहरुले यदि युट्युबबाट हेर्दै हुनुहुन्छ भने युट्युबलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुस्। टिकटकबाट हेर्दै हुनुहुन्छ भने टिकटकलाई फलो गर्नुभएको छैन भने फलो गरिदिनुस्। तपाईहरुमा छिटो भिडियो आउनुहुन्छ र तपाईहरुले छिटो प्रेडिक्सन गरेर चाहिँ जर्सी जित्ने मौका पाउनुहुनेछ। र केही क्राइटेरियाहरु भनेको थिएँ मैले। त्यो क्राइटेरिया भने मैले अर्को भिडियोमा भन्ने नै छु। त्यसका लागि मैले भनेअनुसार तपाईहरुले फलो, लाइक, कमेन्ट, सब्स्क्राइब जे मिल्छ त्यो गरिदिनुस्। माया भने निरन्तर तपाईहरुले गरिराख्नुस्। मेरो भिडियो निरन्तर आउनेछ। तपाईहरुको मायाले नै मलाई प्रेरित गरेको छ यो भिडियोहरु बनाउनका लागि। सो एकदमै खुसी छु, एकदमै उत्साहित छु यो माया पाएर। अर्को भिडियो नआउनसम्मको लागि चाहिँ यो भिडियोलाई हेरेर माया गरिदिनु होला। थ्यांक यू सो मच this much for today. Jai Nepal, Jai Nepali cricket. World Cup soon there.